बुढा हजुर सेतो घोडाको अर्डर आउनु छोडेर अनि पुरा मुजुरको आउनु थाल्यो त हो यो चाहिँ सेतो घोडा चाहिँ टिकटकमा तल्का मचायो होइन यो तपाईहरुले अमेजनमा गएर चु पिकक वाकिङ इन फरेस्ट भनेर टाइप गर्नुभयो भने यस्तो फोटो कति धेरैले बेच्न हालेको आउँछ हैन तर चिपेस्ट प्राइस चाहिँ मैले बेच्ने छ जान्नुहोस् चेक गर्नुहोस् एकचोटि अनि चेक गरेर अनि प्राइस हेरेर अनि मलाई सोध्नुहोस् भन्नु नि मलाई सोध्नुहोस् हैन अथवा तपाईहरुले अमेजनबाट अर्डर गर्नुहोस् अनि अर्को हेरौँ अर्को अनि पट्टिको यो पनि त्यही छ यो फेरि हिजो मैले पठाए 5 वटा जस्तो यो आजको सिप आउट गर्नुपर्ने थाहा थियो किनभने यो फोटो सेयर गर्नु बित्तिकै म्यासेज त ओ माय गुडनेस मेरोमा त्यतिकै ठ्याङठ्याङ प्यानल पनि छ यताउति यो अब रेडी छ फ्रेम गर्नु 5 प्यानल पनि 5 वटा अलरेडी रेडी भइसकेको छ अमेजनमा चाहिँ मैले 5 प्यानल हालेको छैन है मेरो वेबसाइटमा मात्रै छ अमेजनमा चाहिँ हाल्नु पर्थ्यो नि अनि यो पिककले अब मार्केट लिने रहेछ अब 2-3 महिना त यसले भाडा तिर्छ किनभने यो सेतो घोडाले लास्टै यहाँ हेर्नु नि यो पनि रेडी टु सिप आउट होला होइन अनि यहाँ अर्को पनि यो कालो घोडा रहेछ त्यो त घोडा धेरै राम्रोसँगले मन पराउनु भयो अब पिकक पनि साह्रै राम्रो रहेछ पिकक पनि प्राय जस्तो काइन्ड अफ यो के हुन्छ हातले यस्तो पेन्ट गरेको जस्तो देखिँदो रहेछ नि यो पिकक चाहिँ नि मेरो आजसम्म अमेजनमा जति पनि गएको छ नि नेपालीले भन्दा पनि नि मोस्ट वेस्ट इन्डिया कन्ट्री साइडको पिपलहरुले नाम लास्ट नेम हेर्दा हुन्छ नि त लाइक थाहा यसो यो चाहिँ लाइक के हो नेपाल इन्डियाको लास्ट नेम छुटिन्छ नि त इन्डियाको मान्छेहरूले प्राय धेरै अर्डर गर्नुहुन्छ यो चाहिँ खैरेहरूले चाहिँ खालि कुकुरको फोटो बनाउनु दिन्छ नि खैरेहरूको अब कुकुरको योदेखि पछाडि जे सब यसलाई राम्रो प्रमोसन गरिसकेर एक्ज्याक्ट यो गएपछि कुकुरको छ नेक्स्ट तर मार्केटमा अरू कसैले निकाल्न सक्नुहुन्छ होला सायद ठिक छ मैले भनिहालेँ हैन रै पनि म पनि